नेपालको राजनीतिले काँचुली फेरेको छ। सभामुख महोदय, नागरिकले दिएको यो ऐतिहासिक जनमतले हामीलाई स्पष्ट सन्देश दिएको छ। अब आश्वासन होइन, डेलिभरी चाहिन्छ। अब भागबण्ड होइन, परिणाम चाहिन्छ। अबको सरकार हामीप्रति कुनै पनि नागरिकले सरकार मेरो पनि हो कि होइन भनेर कहिले पनि प्रश्न गर्नु नपरोस्, बरु गर्वका साथ यो सरकार मेरै हो भन्न सकोस्। सरकारले हालसालै गोर्खाली रबर उद्योग, बुटोल धागो कारखाना लगायत बन्द र जीर्ण अवस्थामा रहेका उद्योगहरूलाई पुनः जागृत गर्ने घोषणा गरेको छ। उक्त घोषणाको म स्वागत गर्न चाहन्छु। विराटनगर लगायत मुलुकको सम्पूर्ण उद्योग प्रतिष्ठानहरूको पुनः सञ्चालन गरी औद्योगिक व्यवसायको वातावरण तथा रोजगारीको अवसर सिर्जना गरी समग्र आर्थिक विकासको नयाँ आयाम यो सरकारले प्रारम्भ गर्नेछ भन्ने विश्वास दिएको छु। यस गरिमामय सदनमा पहिलोपटक बोल्ने अवसर पाउँदा आफूलाई गौरवान्वित महसुस गरेकी छु। यस ऐतिहासिक क्षणमा प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको स्थापनाका लागि भएका विभिन्न आन्दोलनमा आफ्नो अमूल्य जीवन आहुति दिने सम्पूर्ण ज्ञात अज्ञात शहीदहरूप्रति सर्वप्रथम हार्दिक श्रद्धासुमन अर्पण गर्न चाहन्छु। साथै यस महान अभियानमा जीवनभर समर्पित अग्रज नेताहरू बीपी कोइराला, पुष्पलाल श्रेष्ठ, तुलसीलाल अमात्य, गणेशमान सिंह, मनमोहन अधिकारी, मदन भण्डारी, कृष्णप्रसाद भट्टराई, भरतमोहन अधिकारी लगायत आस्था र निष्ठापूर्वक सम्पूर्ण जीवन देशका लागि दिने राजनीतिक अग्रज नेताहरूको योगदानलाई उच्च सम्मानका साथ स्मरण गर्न चाहन्छु। जेएनजी आन्दोलनमा शहादत प्राप्त गर्ने सम्पूर्ण युवाहरूप्रति म गहिरो श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको पनि कामना गर्दछु। विगत 3 दशकदेखिको कुशासन, भ्रष्टाचार, दण्डहीनता, स्वार्थ केन्द्रित सत्ता राजनीति, कमजोर सार्वजनिक सेवा प्रवाह र चरम युवा बेरोजगारीका कारण जन्मिएको त्यो आक्रोश र त्यो असन्तुष्टिको विस्फोट थियो जेएनजी आन्दोलन। जेएनजी आन्दोलन केवल विरोधको अभिव्यक्ति मात्र थिएन। सभामुख महोदय, यो वर्तमान पुस्ताको निराशा, आकाङ्क्षा र परिवर्तनप्रतिको दृढ सङ्कल्पको प्रतीक थियो। जेएनजी आन्दोलनको मर्म भनेको नयाँ सोच, नयाँ विचार, नयाँ ऊर्जा र उत्तरदायी नेतृत्व मार्फत देशलाई सही दिशामा लैजानु हो। आजको युवा पुस्ता केवल दर्शक भएर मात्र बाँच्न तयार छैन। सभामुख महोदय, उनीहरू जवाफदेही, असल शासन, पारदर्शिता र अवसरको समान पहुँच चाहन्छन्। सम्मान्य सभामुख महोदय, गत फागुन 21 सम्पन्न आम निर्वाचनमा करिब 2/3 अर्थात् 182 स्थानमा विजयी गराई कुल खसेको मतको 48% लोकप्रिय मत दिएर राष्ट्र स्वतन्त्र पार्टीलाई ऐतिहासिक जनमत दिई महत्त्वपूर्ण जिम्मेवारी प्रदान गर्नुभएकोमा सम्पूर्ण आम मतदाता र विदेशमा रहनुभएका प्रवासी नेपालीहरूप्रति हार्दिक धन्यवाद प्रकट गर्न चाहन्छु। यस परिवर्तनको यात्रामा सङ्घर्ष, आरोप प्रत्यारोप र प्रतिशोधका बीच धैर्यता, त्याग र कुशल नेतृत्वको माध्यमबाट सारा नेपालीहरूको मन जित्दै देशलाई समृद्धिको बाटोमा दौडाउने ऐतिहासिक नेतृत्व र जिम्मेवारीका लागि पार्टी सभापति माननीय रवि लामिछानेज्यूलाई विशेष धन्यवाद सहित शुभकामना प्रकट गर्न चाहन्छु। नागरिकको चाहना बमोजिम सुशासन र सार्वजनिक सेवा प्रवाहमा द्रुत गतिले कामको थालनी गर्नुभएकोमा सम्मान्य प्रधानमन्त्री बालेन शाहज्यू र सरकारलाई विशेष धन्यवाद प्रकट गर्न चाहन्छु। यस प्रतिनिधि सभाको सभामुख जस्तो गरिमामय पदमा सर्वसम्मत निर्वाचित हुनुभएकोमा सम्मान्य सभामुख डोल प्रसाद अर्यालज्यूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु। उहाँको नेतृत्वमा यस सदनले ऐतिहासिक कार्यभारहरू पुरा गर्न सफल रहोस् भन्ने कामना पनि व्यक्त गर्न चाहन्छु। नेपालको राजनीतिले काँचुली फेरेको छ। सभामुख महोदय, नागरिकले दिएको यो ऐतिहासिक जनमतले हामीलाई स्पष्ट सन्देश दिएको छ। अब आश्वासन होइन, डेलिभरी चाहिन्छ। अब भागबण्ड होइन, परिणाम चाहिन्छ। अबको सरकार हामीप्रति कुनै पनि नागरिकले सरकार मेरो पनि हो कि होइन भनेर कहिले पनि प्रश्न गर्नु नपरोस्, बरु गर्वका साथ यो सरकार मेरै हो भन्न सकोस्। विपदमा राज्य टाढा बस्ने होइन, नागरिकको हात थाम्ने सहारा बन्न सकोस्। कुनै पनि व्यवसाय निराश भएर आत्मदाहको जस्तो कदम चाल्न बाध्य नबनोस्, बरु उद्यम गर्ने वातावरण सुनिश्चित, सुरक्षित र आशावादी बन्दै जाओस्। सरकारी कार्यालयबाट निस्कने हरेक सेवाग्राहीको अनुहारमा निराशा होइन, सन्तुष्टि र आत्मसम्मान देखियोस्। सम्मान्य सभामुख महोदय, मेरो गृह जिल्ला मोरङ र मेरो जन्मथलो विराटनगर कुनै समय नेपालको ऐतिहासिक औद्योगिक नगरी, मुलुकको राजनीतिक राजधानी र उद्योग व्यवसायको मुटुको रूपमा स्थापित थियो। समय बदलिँदै गयो, कारखानाहरू बन्द भए, चिम्नीहरू मौन भए, भिड पातलिँदै गयो। अरू सहरहरू अगाडि दौडिरहँदा हाम्रो विराटनगर भने आफ्नै पुरानो गौरव सम्झिँदै उभिरह्यो।
निराश होइन तर अलि थाकेको जस्तो। आज बजार छ तर गति छैन, जीवन छ तर त्यहाँ उडान छैन। हामीसँग सम्भावना थियो, भौगोलिक लाभ थियो, श्रमशक्ति थियो, इतिहास थियो र नेतृत्व पनि थियो, तर हामीले त्यो गति समात्न सकेनौँ सभामुख महोदय। हामीले औद्योगिक विकासलाई निरन्तरता दिन सकेनौँ सभामुख महोदय। आज नेपालको पहिलो उद्योग विराटनगर जुट मिल, अशोक टेक्सटाइल, मोरक सुगर मिल जस्ता मुलुकको आर्थिक विकासको धरोहर मान्ने दर्जनौँ उद्योगहरू बन्द भएका छन्, जसका कारण 20,000 रोजगारी गुमेको छ सभामुख महोदय। सरकारले हालसालै गोर्खाली रबर उद्योग, बुटोल धागो कारखाना लगायत बन्द र जीर्ण अवस्थामा रहेका उद्योगहरूलाई पुनः जागृत गर्ने घोषणा गरेको छ। उक्त घोषणाको म स्वागत गर्न चाहन्छु। विराटनगर लगायत मुलुकको सम्पूर्ण उद्योग प्रतिष्ठानहरूको पुनः सञ्चालन गरी औद्योगिक व्यवसायको वातावरण तथा रोजगारीको अवसर सिर्जना गरी समग्र आर्थिक विकासको नयाँ आयाम यो सरकारले प्रारम्भ गर्नेछ भन्ने विश्वास दिएको छु। धन्यवाद।